हेलो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि है र तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो नाम चाहिँ रोशनी राई हो अनि होप तपाईहरु सबैजना ठिकै हुनुहुन्छ भने आशाको साथमा आजको मेरो यो नयाँ भ्लग अगाडि बढाउन चाहन्छु है अनि तपाईहरुले आजको मेरो यो भ्लग चाहिँ कस्तो हुनेछ भनेर बाइ द टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ होला हैन अनि आज चाहिँ बुद्धि पूर्णिमा हो है र सबैजनालाई मेरो तर्फबाट बुद्धि पूर्णिमाको हार्दिक शुभकामना है अनि आज चाहिँ त्यस्तै अब हामी चाहिँ सधैं एभ्री इयर बुद्धि पूर्णिमामा तामाङ गुम्बा जाने गर्छौं नि त अन्त आज पनि अन्त त्यस्तै हामी जाउँ भनेर सम्झिरहेको छौं अन्त तर आज चाहिँ एकदमै दिन हेर्नु न डुस्स भइरहेछ हो अल्छी लाग्दो डुस्सै लैले पिसेर न अहिले चाहिँ म रेडी पनि भइसके र अब म हिँड्न लागेको घरबाट है र तपाईहरुलाई डाइरेक्ट तल पुगेर देखाउँछु अहिले चाहिँ हामी घरबाट निस्केर हो यहाँ बाटोमा पुग्यौं अन्त जान्दैछौं हामी चाहिँ बेसी छैन भाइ छ बुहारी अनि दुईजना नानीहरु यहाँनिर रोडमा आयो अब चाहिँ जाने अन्त मेरो हस्बन्ड पनि जान्छु भन्दै थियो उ चाहिँ एउटा उसको काम थियो कि त्यसले गर्दा जानु पाएन अन्त जान्दैछ दुईजना चाहिँ अगाडि बस्नु बाध्य छ हो दुईजना बस्छ न मिलेर नानी रुन्ची रुन्दैछ अन्डर चुम्बे अगाडि बस्छ भनेर यहीँ बस्यो बहिनी हामी चाहिँ पुग्यो यहाँ अहिले हो नमस्ते गर्दै हिँडेको जगत
दर्शन पनि गरिसक्यो है र साह्रै भिड चाहिँ छैन रहेछ आज। अब चाहिँ हामी यहाँ प्रसादहरू खानु जाने। यहाँ हाम्रो छो पनि पायो। अब चाहिँ हामी यहाँ प्रसादहरू खान आँटेको क्षमा याचना करते हैं प्रभु भूल हमारी भुलाओ, दया निधि हम किसी निधि भी अपनी चरण लगाओ। आपने सबको उतारा भगवान हमको भी उतारो, भक्तों की जीवन मौका दो प्रभु पानी उतारो। ज्ञान भगवान हमें भी दे तो हम लोग भी अलगामी। हाम्रो चाहिँ यहाँ प्रसाद रेडी भयो। अब चाहिँ खानु आँटेको हो। यहाँनिर खिर छ, सेलरोटी, सिबी, चाना बनाएको रहेछ यहाँनिर है प्रसाद। लेचुले खानु थाल्यो। कस्तो रहेछ लेचु? मिठो रहेछ। यहाँ भाइले पनि खाँदैछ। अन्त अब म पनि खाने स्टार्ट गरेको है। पहिला चाहिँ खिर खान्छु म। पर्नु थाल्यो हो। सबैजना भित्र पस्यो, सेटमा बसिरहेको छ। तकबर है, तकबर फर्स्ट डिभिजनमा छ तामाङ गुम्बा चाहिँ। हामी चाहिँ एभ्री इयर यहीँ आउने गर्छौँ र उयोहरू प्रसादहरू खानापिना पनि एकदम राम्रोसँगले म्यानेज गर्नुभएको रहेछ उहाँहरूले है। एकदम मिठो भयो। नानीहरूले चाहिँ यहाँनिर जुस र उयो खाँदैछ, स्प्राइट र रोटी। फेरि आलुदम नयाँ ल्याएको रहेछ त बनाएर। हामीले फेरि आलुदम थाप्यो है। रेजुको फेभरेट आलु, मेरो पनि आलुदम खाने। अब चाहिँ अब हामी गाडीमै गएर खान्छौँ तर आलु चाहिँ जु। हामी चाहिँ अहिले तकबर फर्स्ट डिभिजनमा हो। अन्त चियापत्ती बगान कस्तो दामी देखिरहेको छ। आज शीतल भइरहेको छ पानी परेकोले। यहाँ चाहिँ गुरुदेवको है यो पनि स्थान। यो पनि एकदम राम्रो छ हाम्रो तकबर भ्याली है। उज्यालो भएको भए जानु तलबाट कस्तो राम्रो देख्यो भ्यू पोइन्ट। र आज चाहिँ दिन दुस्रो छ नि त। दिन्छ नि यस्तो
म चाहिँ आलुदम लभर है हामी सबैजना आलुदम लभर आलुदममा गोल फिङ्गर हालेर राम्रोसँगले खानु आँटेको छौँ कस्तो देखेन हौ लाइटै यस्तो वेदरमा आयो आलुदम कस्तो मिठो हुन्छ अझै पिरो हुनुपर्छ I love Tugboat, those who are missing Tugboat, है यहाँबाट सबै रोडबाट गएर है यहाँबाट रोड बनिँदैछ यहाँनिर हो यहाँ चाहिँ गुम्बा बनिँदैछ यहाँभित्र पनि हो पर मजाले बनिसकेको रहेछ त हात्ती त अब फ्युचरमा यहाँनिर पनि मजाको गुम्बा बनिँदैछ अब चाहिँ गुरुदेवको घर आइपुग्न आँट्यो है यहाँनिर चाहिँ गुरुदेवलाई भेट्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर गुरुदेवकै दर्शन गर्नुहोस् तपाईँहरूले पनि अनाइसहरू हुँदैछ भित्र हो अनाइस भित्र बस्छ है अनाइसु ल कम बिचमा डिस्काएको थियो कि रुन्दैछ ल आऊ न भाइले चाहिँ यहाँनिर गाडी धुने अरे हामी आइपुगेको छ हो यहाँ हेर्नुहोस् कस्तो दामी देख्छ चियापत्ती बगान है हरियाली अब हामी चाहिँ यहाँनिर हल्का अब चाहिँ हामी यहाँनिर है हल्का रिल्स बनाउने रेची हेर्नुहोस् न रेचीको नक्कल नेचरले पनि रिल्स बनाउने अरे सर्दी लागेर नाकभरि उसको भरिरहेको छ नाक चाहिँ अन्त अब हामी यहाँनिर भुइँमा हेर्दैन है यहाँनिर बस्ने यहाँनिर लुइन अब घरमा बस्नुपर्छ हामी अब यहाँनिर अन्तखेरि यहाँनिर नि यस्तो दिन उयो नभएको भए चाहिँ उज्यालो भएको भए चाहिँ यस्तै साह्रो दामी देख्थ्यो कि यो बोटमा चाहिँ पुरा अमला फल जस्तो लाग्यो मलाई के हो अमलाको बोटै होइन यो त अमलाको बोटै हो जस्तो लाग्यो मलाई जहाँसम्म लाग्दैछ हो यस्तोको मुनि चाहिँ अमला फल्छ तर यसमा छैन रहेछ के होइन मैले भए चिन्दिनँ कि है राम्रो फुल हुन्छ हौ यो फुल म तपाईँलाई देखाउँछु ल है यो फुलले कस्तो दामी हुन्छ बगान बेली वाउ flower I love this flower यहाँ चाहिँ वरिपरि एकदमै राम्रो छ हेर्नुहोस् न चारैपट्टि चियापत्ती बगानै चियापत्ती बगान अन्त फेरि यहाँ चाहिँ गरम हो हाम्रो भन्दा चाहिँ माथि भन्दा चाहिँ अनि सागसब्जीहरू पनि पुरा हुन्छ यहाँ चाहिँ हाम्रो भन्दाखेरि है अनि यहाँनिर पनि इस्कुसहरू मजाले फलिरहेको रहेछ फलिरहेको छ त के बोट उयो भइरहेको रहेछ इस्कुसको मुन्टाहरू पुरा झ्याम्मिरहेको रहेछ अनि यो बाटो ओह्रालो गयो भने चाहिँ जामुने पुग्छ है अनि ऊ तल चाहिँ छ भाटकबर हाम्रो नानाको घर पनि त्यहीँनिर छ मेरो रिल्स बनाउनु जाँदैछ हामी यहाँनिर हाम्रो क्यामेराम्यान चाहिँ मेरो ब्यागमा छ हो अन्त यहाँनिर हाम्रो भिडियो नबनेर चाहिँ हामी एकदमै टाउको दुख्छ क्यामेरा हो पनि यहाँनिर जाँदैछौँ रिल्स बनाउनु र तपाईँहरूले रिल्स पनि हेर्नु सक्नुहुन्छ हाम्रो इन्स्टामा गएर है इन्स्टा आइडीमा चेक गर्न सक्नुहुन्छ रोशनी राई तामाङ अनि अनुपा यल्मो राई र रेचल दिछेन लामा तपाईँहरूले हाम्रो इन्स्टाको रिल्स चेक गर्न सक्नुहुन्छ है त यो हेर्नुहोस् कस्तो डरलाग्दो किरा किरा होला यो यहाँ पनि हाम्रो भिडियो भएन अब रोडमै बनाउनु पर्छ फेरि
र अहिले चाहिँ म घर पनि आइपुगिसकेको छु हो अनि अब चाहिँ आजको भ्लग यस्तै भएको थियो है र आज चाहिँ मैले स्पेशल्ली यहाँनिर देख्न सक्नुहुन्छ तपाईले इस्कुसको मुन्टा है इस्कुसको मुन्टा पुरा खानु मन लागिरहेको थियो इस्कुसको मुन्टा लिएर आएको छु अन्त आज चाहिँ हाम्रो भेज डे हो अन्त यो पकाउँछु र तपाईलाई भेट्ने छु नेक्स्ट भ्लगमा